नागनागिनी देवी देवीले रक्षा गरी कोही बाटोघाटोतिर यताउता भन्ने नहोस्, कोही लडाइँ झगडा वाद विवाद भन्ने नहोस्, फलमा आएको जान्छ यस्तो उस्तो भन्ने हामीले अब सुन्नु नपरोस्, एकदम शुभ कार्य सफल होस्, कोही लडाइँ झगडा भन्ने नहोस्। नागनागिनी देवी देवीले घरको कुल देवी देवतालाई सम्झेर हामीले यो बाजा पुगिरहेका छौँ। हामी फर्स्ट टाइम दुबईमा भेटेको 2018 मा दुबईमा भेटेको र till now 7 years भइसक्यो हाम्रो 2025 26 जनवरी। गाजल त्यो तिम्रो मेटाइदेऊ न, तिम्रो आँखाको रङ हेर्न मन छ, बाँधेको केश फुकाइदेऊ न, हावाले उडाको मन पर्छ, न ढाक न मुहार श्रृङ्गारले, न ढाक न मुहार श्रृङ्गारले, चन्द्रमामा पनि दाग हुन्छ, चन्द्रमामा पनि दाग हुन्छ, भाग्यमानी सबै तिम्रो मुस्कान हेर्न पाउने, जे छौ जसो छौ तिमी त्यही नै हो मलाई चाहिने। छिचोलेर अँधेरोलाई उज्यालो देखाउने, चम्किला झुम्किरी झे आँखा, गहिरो समुद्र भए जिन्दगी मेरो, किनारा देखाउने तिम्रो हात, सुरिलो त के छ र गीत मेरो, सुरिलो त के छ र गीत मेरो, जति तिम्रो आवाज हुन्छ, जति तिम्रो आवाज हुन्छ, आशा यही हो सधैँ तिम्रो साथ पाउने, जे छौ जसो छौ तिमी त्यही नै हो मलाई चाहिने, मलाई चाहिने, तिमी हौ 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 मलाई चाहिने, तिमी परवा नगर यो दुनियाँको, तिमीमै बसेको छ दुनियाँ मेरो, परवा नगर यो दुनियाँको, तिमीमै बसेको छ दुनियाँ मेरो, परवा नगर यो दुनियाँको, तिमीमै बसेको छ दुनियाँ मेरो, जे छौ जसो छौ तिमी त्यही नै हो मलाई चाहिने, त्यही नै हो मलाई चाहिने। सिउ चाहिँ एकदम केयरिङ हैन, केयरिङ छ, जति नै दुईजनामा डिस्कस अब हुन्छ नि झगडाहरू भयो भने फर्स्ट चाहिँ उसले नै मनाउँछ मलाई। एउटा
वाइफलाई या गर्लफ्रेन्ड होस् चाहे वाइफलाई जसलाई पनि सबसे भन्दा ठुलो मोस्ट इम्पोर्टेन्ट चिज भनेको चाहिँ अब केयरिङ होस् लोयल होस् सबसे बेस्ट केयरिङ चिज उसको चाहिँ एट्र्याक्सन भन्नु कि एट्र्याक्ट भन्नु जे भने त्यो केयरिङ सबभन्दा इम्पोर्टेन्ट त उसको केयरिङनेस उसले जस्तो फ्यामिलीलाई ह्यान्डल गर्छ एउटा एग्रेसिभ छ मसित किनकि म कन्ट्रोलमा बसोस् भनेर नबिग्रोस् भनेर त्यो पनि राम्रो लाग्छ मलाई उसले गरेको जुन हेर्नु तिमी माथि माथि सागरको जुन हेर्नु तिमी माथि माथि सागरको म हेर्छु मेरो जुन तिम्रो नजर until I die होइन म चाहिँ अब तिम्रो साथ पाऊँ होइन अनि फ्युचरमा जति पनि तिमीले सोचेको कुराहरू सबै चाहे सुखमा होस् चाहे दुःखमा होस् तिम्रो साथ रहूँ होइन अनि फ्युचरमा तिमीले जति पनि सोचेको छौ त्यो चाहिँ दुईजना भएर पुरा गर्नु जहिले तहिले हामी चाहिँ एज अ बेस्ट फ्रेन्ड भएर चाहिँ बस्छौँ बहुत प्यार भरे से एक रिश्ते में बदला और वही प्यार भरा सा रिश्ता आज एक शादी के बंधन में बन चुका है I always keep his face close forever until I die. See a stream down your face lights will guide